मनमाया मनमाया छिटो उठ त बिहानको 7 बजिसक्यो छोरी मान्छे भएर कति सुतेको होइन छिटो उठ भनेको सुनेर मनमाया पानी ल्याएर घोक्याउँथी के हो मनमाया 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 उठे उठे मनमाया मनमाया कति कराउँछु यो आमा त आँखा अझै खुलेको छैन के हो पानी सानी भरेर भाइलाई उठाएर खाजा खाएर ट्युसनमा लैजा आमा यत्रो सेल्केलाई पोल्नु भएको तल मखमली बजेको माइतमा भाइको बेच छ रे त्यही भएर सगुन लानलाई पोलेको जाला दिन्छ त आमा दिदीले भनेको दिदी पनि स्कुल जाने रे पढ्नलाई होइन तँलाई कति भन्ने तँलाई स्कुल पढ्न पठाएर हामीले के गरेर खाने तेरो बाउ जिउँदो भएको भए पनि पठाउँथ्यो होला तर म एक्लैले के मात्रै धान्ने अर्काको घरमा मेलापात नगरे हुन्न घरको काम तैँले नगरे कसले गर्ने त अर्काको काम नगरे पनि हुन्न र अर्काको घरमा काम नगरे खाना कहाँबाट आउँछ हाम्रो घरमा कमाउने को नै छ र अर्काको घर दैलो गरेर त 2 छाक खाना पुग्छ अनि तँलाई चाहिँ कति स्कुल जान रहर लागेको हामीले नपढेर के भएको छ र क्यारे मेरो साथीहरू सबै स्कुल जान्छ रमा बिना कला सबै जान्छ अनि म मात्रै मलाई पनि स्कुल पठाउने रहर छ नि रहर मात्र भएर के गर्नु सबै थोक बाँध्नको लागि पैसै चाहिँदो रहेछ तेरो साथी घर त जे कुरा पनि टन्नै छ र पो पढ्नलाई त छोरी हाम्रो जस्तो जुनी होइन धनीको जुनी लिएर आउनु पर्दो रहेछ पढ्नलाई पनि धनी र गरिब चाहिन्छ र आमा त्यसो भए भाइलाई किन पढाउनु भएको भाइ पनि त गरिब हो भाइ त छोरा मान्छे हो त भनेको त छोरी मान्छे अर्काको घर जानुपर्ने जात पढेर किन गर्छ र छोरी त्यसैले भन्छु यताउति ध्यान नदिएर घरकै काममा ध्यान दे नाइ म पनि स्कुल जान्छु भनेको मान भाइलाई छिटो ट्युसन पुऱ्याएर आइज ढिला भइसक्यो आइज छिटो हेर न अनुहार पारेछ त्यहाँ भाइलाई मिस्का छोडेर आउने हिजो जस्तै बस्ने होइन नि खाना पकाउनु पर्छ त्यहाँ खाली काम काम जय जय हे ने आमा आमा नेपाल रूप छ तिम्रै विशाल सन्तति हामी चम्कन्छौँ विश्वमा होइन फेरि यो नक्कली त यहाँ पो रहेछ त झन् छिटो आइज भनेको त तँलाई नमारी छोड्दिन माया तैँले मेरो पाहाड देखेन पारी पाहाडतिर गएको छ त आज स्कुल गएन आमा बिरामी भएको छ त्यसैले बाले पठाएन त्यसो भए अब त स्कुल नजाने खै बाले त नपढाउने अरे भन्छ पढेर पनि केही फाइदा छैन अरे भन्छ आफूलाई पनि कस्तो जानु मन लाग्छ हाम्रो आमा बा नै हाम्रो शत्रु जस्तो लाग्छ अघि किन हामीलाई पढ्न नदिया होला खै के हो बरु उता हिँड्न म त तेरो नाम लेख्न सिकाउँछु साँच्चै के हो बुढाबुढी के गर्दै हो अहिले म यो ढुङ्गाले हालेर टाउको सगो बुढालिन्छु फेरि आज पनि स्कुलबाट भागेको खै पढ्नै मन लाग्दैन स्कुल गएन भने घरमा बाउले गोद्ने स्कुल गयो भने सरले गोद्ने सरले चाहिँ किन गोद्छ नि पाठ गरेन भनेर पाठ गर्नै मन लाग्दैन खालि खेल्न मन लाग्छ कसैलाई पढ्न नपाएर पिर कसैलाई पढ्नु परेर पिर ओइ बरु गुच्चा खेल्न जाउँ न नाइ मेरो त दाउरा काट्न जानुपर्छ मेरो त बाख्रा त भन जानुपर्छ एकछिन त हो नि जाउँ न जाउँ तिमीहरू मसँग गुच्चा खेल्यो भने मेरो किताब हेरेर पनि दिन्छु लेख्न नि सिकाउँछु मारो विद्या कसम आइज न आइज
झन् छिटो मुन्टी भनेको त अटेरी पो हुन्छ। एक भारी घाँस ल्याउन दिनभरि लाग्छ। यसलाई चाँडै बे गरेर पठाइदिन्छु। दुःख पनि कति दिन्छ। छोरी मान्छे भएर गुत्ता खेलेर बस्छ, त्यो पनि छोरासँग मरे हुन्छ नक्चरी। कसलाई घुर्की लाएर सुतेको? दिनभरि घुमेर पुगेन? छिटो उठेर खाना घिच सेलाइसक्यो। कुकुरलाई दिउँ के हो? भोक त लागेको रहेछ नि। अबदेखि यसो गर्यो भने खुट्टा सुट्टा खाने बेला त नगराउनु। अझ हेर न मुख चोछल्नी। आमा यो पाठ सिकाइदिनु न, आएन। मलाई कहाँ आउँछ र छोरा, मैले पढाएको छैन। भोलि मिससँगै सोध ल। भोलि त बिदा छ। साथीहरूलाई कति सिकाइदिन्छ आमाबाले। हाम्रो घरमा त कसलाई पनि आउँदैन पाठ। त्यही भएर त मलाई पनि स्कुल पढाउनु भनेको। ऊ एकजना चाहिँ मौको पाउनु हुँदैन। खाना खाएर छिटो भाँडा मोलेर सुत। छोरा सुत, भोलि विकासलाई भनेर पाठ सिकाउँछु। ब बा ल अ द दा दी अ दी का र। एकादेशको कथा यो कुनै एउटा गाउँमा बसिन् एउटी सानी सानी परी। अशिक्षाको श्रापले अज्ञानताको अन्धकारमा रुँदै बसेकी तैपनि आँखामा एउटा झिनो आँसुले उसलाई बचाउन कोही आउँछ भने दुवै हात जोडेर प्रार्थना गर्छिन् मुक्त होस् शिक्षाको श्रापबाट। ए फर के हुन्छ? एप्पल। बी फर बल। सी फर लिनु विकास दाइ चिया। डी फर डी फर मनमायालाई पनि पढ्न मन छ क्या हो? मन भएर के गर्ने, धन पनि चाहिन्छ रे। त्यसो भए बिहान बेलुका यसो भाइको किताब हेर न, भाइलाई पनि साथी हुन्छ। आमाले पढाउँदै पो खालि काम काम। बरु दाइ यो हेर्नु न, यो भने के हो? बाल अधिकार। यो भनेको देशको सबै बच्चाहरूले पाउनुपर्ने अधिकार हो। मैले त केही बुझेन। जस्तो कि देशभरिका सबै साना बच्चाहरूले पाउनुपर्ने सेवा हो। कस्तो सेवा? बच्चाहरूले पढ्न पाउने, खेल्न पाउने, बच्चाहरूलाई जबरजस्ती काम गराउन नपाइने,
मानौ तिमीहरू अहिले सानै छौ, तिमीहरूको उमेर भनेको खेल्ने र पढ्ने हो। तिमीहरूलाई घाँस दाउरा बोकाउने गोठालो जाने होइन नि तिमीहरूको काम हो। यही नै बाल अधिकार हो। देशभरिका सबै बच्चाहरूले पाउने अधिकार नै बाल अधिकार हो। तपाईँको कुरा सुन्दा त राम्रो जस्तो लाग्यो, तर खै त हाम्रो गाउँमा त्यस्तो अधिकार आएको छैन। न मैले पढ्न पाएको छु, कालेले पनि पढ्न पाएको छैन। अझ त्यो तल महेन्द्र सरको घरमा त हामी जत्रो एउटा केटा काम गर्न राखेको छ, त्यसले त बिहान 5 बजे उठेदेखि जम्मै काम गर्छ। हो र? हो नि, काम गरेन भने त्यो सरको बुढीले कस्तोसित पिट्छ। अझ अस्ति पनि खाना डढाएछ, कस्तोसित पेटीले हानेछ। राक्षस नि आइमै। त्यस्तालाई त पुलिसलाई भनेर जेलमा हाल्नुपर्ने। जेलमा? हो नि, बच्चाहरूलाई पढ्न नदिने जबरजस्ती काम गर्न लगाउने मान्छेहरूलाई त पुलिसलाई भनेमा समातेर लान्छ नि, सजाय पनि दिन्छ। हो र? त्यसो भए सुरुमा हाम्रो आमालाई समात्न लगाउनु पर्यो क्यारे। किन? मलाई खालि पढ्नै दिँदैन, खालि काम मात्र अराउँछ। म पनि त बच्चै हो नि। तपाईँले भनेको त्यो बाल अधिकार त एकादेशको दन्ते कथा जस्तै लाग्यो। भाइलाई पढ्न नदिएर यो पो पढ्न बसेछ त। के गर्नु बाबु, फतौरे नि महा फतौरी छ यो त। बिहानदेखि नै दाइको दिमाग खायो होला होइन? होइन काकी, राम्रै कुरा त गरेको हो नि। मनमायालाई पनि पढ्ने रहर रहेछ, बरु उसलाई पनि स्कुल पठाए हुन्थ्यो। अलिअलि अक्षर पनि चिन्दो रहेछ। के गर्नु बाबु, घरको हालत बाबुलाई थाहा छँदैछ। चाहेर पनि पढाउन सकिँदैन। पढेर नि किनै गर्ने हो र? बाबुले त्यत्रो दुःख गरेर एसएलसी पास गरेर त 12 कक्षा पढेर बिचैमा छोडेर गाउँमा हल्डिनु भएको छ। पढेर के भयो र? काकी पनि अहिलेको जमानामा आएर यस्तो कुरा गर्नुहुन्छ। मलाई पनि त 12 कक्षाभन्दा बढी पढ्ने रहर थियो नि। तर के गर्ने, बाले सधैँ रक्सी तासमा पैसा उडाउने, पढ्ने खर्च पनि नदिने। बिचारी आमा एउटाले मात्र कति धान्ने। हिजो पनि बाले तासमा पैसा हारेर आउनुभएछ, त्यसको जम्मै रिस आमामाथि पोख्नुभयो। आमालाई चाहिने नचाहिने भनेर पिट्यो पनि। मैले रोक्न जाँदाखेरि उल्टै मलाई घरबाट निस्केर जा भन्छ। कहिलेकाहीँ त काकी सम्झु के मरु जस्तै लाग्छ। फिस तिर्ने पैसा समेत नभएर 12को जाँच पनि दिन पाएन। अनि हुनु पनि हो, बाबुको बाले त अति नै गर्ने। अब के विचार छ त बाबु? उही त हो नि काकी, विदेश लाग्ने। त्यही ठिक छ बाबु, मान्छेको जुनी हो, पिर लिनु पर्दैन। ल आज यतैतिर खाउँ क्यारे। मनमाया भित्र आइज भान्सामा। बाबु आऊ। काले त आज स्कुल किन नआएको सरले सोधिरहेको थियो। त्यसो है, मनमाया ढाका खेल्न जाऊ न। जाने हो? तिमीहरू जाँदै गर, म एकछिनमा आउँछु। के हो मनमाया, साथीहरू किताब बोकेर स्कुलको ड्रेसमा तिमी चाहिँ घाँस बोक्ने? हेर्दै कस्तो नसुहाएको बकुलाको हुलमा काग। मेरो घरमा आएर काम गरिदिनु न त, अनि म पनि ड्रेस लाएर किताब बोकौला नि। अबुई कस्तो रिसाएको, मैले त जिस्केको पो त। के हामी तरुनी हो त जिस्काउनलाई? तरुनी भए त मैले उहिले भगाएर लान्थेँ नि। थुक्क बानको आएर चिसो पानीमा लगेर पोल्नु पर्ने, मरिजा। तैँले कहाँबाट ल्याएको यो? अस्ति बजार जाँदा किनेर ल्याएको नि। यहाँ हेर त मलाई सकेको छैन। फिल्म गइरहनु जस्तै देखाएको छ। होला होला, बरु तेरो मिलेको छैन, आइज मैले मिलाइदिन्छु। फेरि मेरो घरमा नभने आमाले मार्छ। मान्छे आमामा, यो गाउँको तरुणहरू भेला भएर के गरेर बसेको यहाँ? के भयो, किन चुप्लाएर बसेको? केही पनि भएको छैन। हेर हेर, पढ्नु पर्ने बेलामा खेलेर हिँडेको। को खेलेर हिँडेको छ देख्नु भएन? घाँस दाउरा ल्याएर आएको। अनि शिवानी, मिताईलाई देखेपछि नमस्ते गर्नु पर्दैन? तिमी त स्कुल जान्थ्यौ होइन र फेरि छोडेको? किन त? चार कक्षामा 4 चोटि फेल भयो, अनि पढ्न लाज लाग्दैन त, त्यही भएर छोडेको। अनि तिमीले चाहिँ? पढ्न मन नलागेर। नपढेर यसरी घाँस दाउरा बोकेर हिँड्दा राम्रो लाग्छ? कसले राम्रो लाग्छ भनेको छ त? रहरले गरे हो त, करले पो गरे हो त? हो भने
त्यसो भए काम नै गर्ने हो भने सहरमा गएर काम गर्छौ त तिमीहरू? सहरमा सहरमा त्यहाँ त काम पनि सजिलो हुन्छ। यहाँ जस्तो घाँस पनि बोक्नु पर्दैन, दाउरा पनि बोक्नु पर्दैन, कति सजिलो हुन्छ। राम्रो राम्रो लाउन पाइन्छ, पैसा पनि टन्न कमाइन्छ, आफूले जे सोचे त्यही किन्न पाइन्छ। यहाँ बस्यो भने तिमीहरूको जिन्दगी यत्तिकै जान्छ। तिमीहरूको आमालाई हेर त, गाउँमा बसेर खालि काम मात्र गरेर बसेको छ। न कहिल्यै मिठो खाछ, न कहिल्यै राम्रो लाग्छ। उज्यालो नहुँदै उठ्छ, दिनदिनै घाँस दाउरा बोक्छ, अर्काको घरमा खेतालो जान्छ। तिमीहरूको आमाको जुन त्यत्तिकै जाने भयो, तिमीहरूलाई माया लाग्दैन? लागेर के गर्ने? कसैको बा विदेश गएको छ, कसैको बा रात दिन रक्सी खाएर हिँड्छ। घरको काम आमाले नगरे कसले गर्छ? त्यसैले त हामी स्कुल जान नपाएको। त्यही भएर त भन्दैछु, सहरमा गएर काम गऱ्यो भने त्यति दुःख पनि हुँदैन, पैसा पनि टन्न कमाइन्छ, आफू पनि मोज गर्न पाइन्छ, घरमा आमालाई खर्च पनि पठाउन पाइन्छ। ल तिमीहरूले भन त, यहाँ गाउँमा दिनभरि काम गरेर पैसा पाउँछ? त्यही त भनेको, तिमीहरूको जिन्दगी तिमीहरूकै हातमा छ। स्वर्गमा जाने कि नरकमा बस्ने? जान त मन छ नि, तर घरबाट पठाउला त। तिमीहरू जान्छु मात्र भन, तिमीहरूका आमा बालाई सम्झाउने जिम्मा मेरो। मेरो त पठाउँदैन, बाले मलाई विदेशबाट काहीँ पनि नजा भनेको छ। किन? अस्ति देख्नु भएन, पारी गाउँको सीता दिदीलाई बे गरेर लगेर लोग्नीले बेचेको रे, त्यही भएर। नचाहिने कुरा, त्यो त लोग्ने स्वास्नीको झगडा पो त त्यत्तिकै दोष लाग्यो। यो गाउँमा यत्रो सानो कुरा हुनु हुँदैन, बढाइ चढाइ कुरा गर्छ। त्यसो भए सीता दिदी खोइ त, 1 वर्ष भइसक्यो अहिलेसम्म माइती आएको छैन। के म केटी बेच्ने जस्तो देख्छ? म त यसको मितदाई हुँ। के छ तिमीहरूको विचार, जाने हो? खोइ के गर्ने शिवानी, घरमा सोध्नु न, हामीलाई के थाहा। ल त म गएँ, तिमीहरूको आमा बुवासँग कुरा गर्छु। तिमीहरू दुईजना साँच्ची नै जाने हो? खोइ आमा बुवाले पठाइनु मात्र जाने। ओ सरी, त्यहाँ यहाँ आइज त। के गर्दै हो तिमीहरू? देखेन घाँस दाउरा ल्याएर आएको। त चाहिँ आज स्कुलबाट किन ढिलो भएको? सबैजना स्कुलबाट फर्किसक्यो। आज स्कुलमा कार्यक्रम थियो, त्यही भएर। कस्तो कार्यक्रम? चेलीबेटी बेचबिखन बारे जनचेतनाको कार्यक्रम थियो। त्यो भनेको चाहिँ के नि? ल, चेलीबेटी बेचबिखन भनेको त्यति पनि थाहा छैन? अहिलेको जमानामा त्यति पनि थाहा छैन? तिमीहरूले टिभी रेडियोमा सुनेको छैन? हाम्रो घरमा टिभी भए पो दिनभरि बर्मा कि बारीमा हुन्छ, रेडियो कहाँबाट सुन्नु? सुन, यहाँ चेलीबेटी बेचबिखन भनेको हामी जस्ता गाउँका सोझी केटीहरूलाई विभिन्न लोभ देखाएर सहरमा लगी बेच्नेलाई भन्छ। बुझ्यो होइन? तिमीहरूले पनि कसैले सहरमा लगी काम लगाउँछु भन्यो भने पछि लाएर नजान है। आमा बाउलाई सम्झाउनु, नत्र पल्लो गाउँको सीता दिदी जस्तै हुन्छ नि। सीता दिदीलाई पनि बेचेको त हो नि। मैले भनेको होइन त? खोइ मान्छेसँग कुरा गर्छ, कसको कुरा बताउने? हेर, म तिमीहरूलाई राम्रोसित बुझाउँछु। तेरो कुरा सुनेर बस्ने हामीलाई फुर्सद छैन। अहिले आमाले थाहा भने हामीलाई माफी नि शिवानी। पक तिमीहरूसँग म पनि जान्छु। खै, यिनीहरूले मेरो कुरा बुझेर पनि नबुझ्यो कि मै नै बढी जान्ने भयो। हुन पनि यो ठाउँमा पढेकोले त बुझेर बुझ पचाउँछ भने नपढेकोले कसरी बुझोस्? भएन मनमा चिनामा छोरी त मरिसक्यो। थियो होला, छोको छैन ब्यारे, त्यत्तिकै भन्छ। हो नि, तैँले चिनामा छोइसक्यो त मरिसक्यो। इसो कसले भने? मैले चिनामा छोएको त छैन। त्यसो भए यस्तो झेलसँग खेल्दा नि खेल्दैन। के रे, कसले झेली भने? को झेली? अहिले कपाल चपात भुल्याइन्छ अनि थाहा पाउँछ। झगडा नगर न। हो भने राम्रो खेलौ न। हेर न त, अर्कालाई त्यत्तिकै झेली भन्छ। म त खेल्दैन, म त घर जान्छु। जान त नभएर हामी मर्दैन क्यारे। बरु आइज हामी 3 जना मात्र खेल्ने। हामी पनि घर त भोलि खेल्ने हुन र। ला, मेरो कलम भएर कसले लियो? छिटो भन् त। हिजो भर्खर बाले किनिनु भएको, कसको काम हो? छिटो भन् त। राम्ररी खोज न, कहाँ राखेको थियो? यही किताबको छेउमा राखेको थियो, कसले लियो? हाम्रो त हातै किरा परोस्। मलाई त त्यो कलमको के काम? बाटोतिर खोज्न। ठिक भनिस् न, बाटोतिर खस्यो कि? मैले खेल्नुभन्दा अगाडि यही किताबको छेउमा राखेको थियो। जाऊ न, तै पनि खोज्न। कतै चोरी त लिएको होइन? होला, त्यसको कलम चोरेर मलाई के पाउनु? मारोक लिएको छैन।
ला मेरो कलम हराए कसले लियो छिड भन् त कतै तैँले त लिएको होइन होला होला त्यसको कलम चोरेर मलाई के पाउनु मारोक लिएको छैन त्यसको त घरमा जति भए पनि पैसा छ नि अर्को किनिदिइहाल्छ नि त अब यो एउटा लिएर के हुन्छ टबाट टपरी टबाट टीका अनि टबाट टुकी ओइ टुकी धन्यवाद छ तँलाई यस्तो अँध्यारो रातमा मेरो साथी बनेकोमा तेरो ज्योतिले यो अन्धकारलाई हटाए झै शिक्षाको ज्योतिले म मेरो जीवनको अन्धकार हटाउन चाहन्छु मलाई सबैभन्दा खुसी लाग्ने समयमा त सधैँ मेरो साथमा हुन्छ म त जस्तै धपधप बोल्न चाहन्छु उज्यालो फैलाउन चाहन्छु शिक्षाको श्रापले अज्ञानताको अन्धकारमा रुँदै बसेकी उनी बिचरी तैपनि आँखामा एउटा झिनो आँसुले उसलाई बचाउन कोही आउँछ भने दुवै हात जोडेर प्रार्थना दर्शिन मुक्त होस् शिक्षाको श्रापबाट अस्मिता दिदी तपाईँको आमा खोइ बजार गएको छ किन आमाले नाम्लो पुऱ्याइदियो भन्नुभएको थियो त्यही भएर यहाँले के भयो अमरलाई के हुनु नि भूत लागेको खालि त्यो तल खोला मात्रै खेल्न जान्छ भनेको मान्दैन होला होला हाम्रो सरले भनेको त भुस्सुत हुँदैन रे तेरो सल्लाह मात्रै थाहा होला न चुप लाएर गीत अस्पताल लग्नु भएन त न केही भएको छ कि भूत लागेको हो भने हिजो झाङ्ग्री बाजेले हेर्दा त भूत लागेको थियो रे खोइ हामी यति वर्ष भइसक्यो अहिलेसम्म अस्पताल लगेको छैन घरमा जो बिरामी भए पनि त्यही झाङ्ग्री बाजेले त हेर्ने हो नि मैले त अब अस्ति नै भनेको त हो नि अस्पताल लानु भनेर फुर्सदै छैन भन्छ खालि काम काम घरमा आमाले नभए त दिदीले लगे पनि हुने नि यहाँ भूत लागेको हो भने नचाहिने कुरा मात्रै गरिरहन्छ दिदी आन्टी हुनुहुन्न किन विदेशबाट तपाईँको बाबाको चिठी आएको छ लिनुहोस् यहाँले खै पढाउँदा के लेखेको रहेछ बिरामी मान्छे चुप लाएर बस भरे आमा आएपछि पढाउँला दिदीलाई पढ्न आउँछ के आउनु नि आफ्नो नाम त लेख्न आउँदैन तँलाई आए भइहाल्यो नि तँ पो एक्लो छोरा तँलाई पो पढ्न पढायो हामी त तीनजना छोरी खालि कामको काम म पनि छोरा भए त्यस्तो सोध्नु गलत हो दिदी खै त म पनि छोरी त हो मलाई त घरबाट स्कुल पठाउनु भएको छ सबैको एउटै हुन्छ र कहाँ तेरो घर कहाँ मेरो घर तै पनि त एक्लै सन्तान हामी त चारजना तँ पनि हाम्रो घरमा जन्मेको भए थाहा पाउँथ्यो पढ्नलाई धनी गरिब सन्तान धेरै थोरैले छेक्छ त दिदी पढ्न त्यति गाह्रो छैन बस एउटा किताब कलम कपी र टिचर त हो नि र आफ्नो मेहनत यो एउटालाई कपी कलम किन्नुलाई त बाले विदेशबाट पैसा पठाउनु पर्छ हामी चारजनालाई किन्नु पर्यो भने आमालाई नै विदेश पठाउनु पर्ला एउटा कुरा सोधौँ के कुरा त्यो टिचर भनेको के हो ठुक्क त्यति कुरा पनि थाहा छैन सर मिस हो के इङ्ग्लिसबाट सर मिसलाई टिचर भन्छ के अमरलाई चाहिँ के भनी तल खोलाको भूत लागेको हेर्नु त आँखा भित्र गइसकेछ अनि तिमीलाई के हुन्छ अमर जिउ थाक्छ वाक वाक लाग्छ खाली हग्नु मन लाग्छ अनि दिशा पातलो आउँछ पानी जस्तै छेड्छ बिहान पनि 4-5 चोरी गरिसक्यो ए त्यसो भए छेड्ने भूत लागे जस्तो छ अमरलाई भूतसुत लागेको होइन कि झाडाबान्ता भएको जस्तो छ बरु बेलैमा आन्टीलाई भनेर अस्पताल लानु नत्र पछि फेरि गाह्रो पर्ला झाडाबान्ता भनेको चाहिँ के हो नि यो एक किसिमको रोग हो यसलाई बेलैमा उपचार गरेन भने मान्छे मर्न पनि सक्छ मैले भन्दै त थिएँ नि अस्पताल लग भनेर केही गरी म मर्यो भने भूत बन्ने तिमीहरूलाई मार्न आउँछु दिदी अमरलाई अस्पताल लैजाऊ मेरो आमालाई गएर भन्न मलाई के भनिरहेको मसँग पैसा हुनु पर्यो नि घरको मूल मान्छेलाई मतलब छैन भने मलाई के को मतलब दिदीको कुरा पनि सही हो यसरी बा आमाले हेलचक्रा गरेपछि छोराछोरीको जिन्दगी के भन्ला बा आमा शिक्षित भए पो छोराछोरी शिक्षित हुन्छ
तिमीले त स्कुलको मिसले जस्तो पो बोल्छ, सुनाउ मन लाग्ने। एउटा कुरा सोधौ। फेरि के कुरा? होइन, अरूहरूले त स्कुल जाँदा हातमा थोरै कलम र किताब बोकेर जान्छ, तिम्रो चाहिँ त्यो भारी जस्तो के हो? किताबहरू त्यति धेरै? हामी पढ्ने स्कुलमा बिन्ता पढ्ने बोर्डिङमा अनि धेरै हुँदैन त। बोर्डिङ भनेको चाहिँ के हो नि? स्कुल नै हो, तर स्कुलभन्दा पढाइ अलि राम्रो हुन्छ। फिस पनि महँगो लिन्छ नि त। त्यस्तो पनि हुन्छ र? पढाइ त पढाइ हो नि, पढाइ पनि महँगो र सस्तो हुन्छ, जे गरे पनि पढ्ने हो क्यारे। त्यही त भन, यसलाई नजिकैको स्कुलमा नपढेर 1 घन्टा बाटो हिँडेर बोर्डिङमा पढ्न जानुपर्ने काहीँ नभएको स्वाङ। के को स्वाङ नि? म पनि आमालाई भनेर अर्को वर्षदेखि बोर्डिङमा भर्ना गर्दै भन्छु। बोर्डिङमा पढ्यो भने अङ्ग्रेजी पनि धेरै आउँछ। ल त दिदी, म जान्छु। बरु आमालाई भनेर अमरलाई छिट्टो अस्पताल लानु। ऐ त्यो त किन टोलाइरहेको? संसार पनि अचम्मको छ अघि दिदी। कसैलाई नेपालीको क पनि लेख्न नआउने, कसैलाई अङ्ग्रेजी पढ्न पाउने, कसैलाई घाँस चौराको भारी बोक्न पर्ने र कसैलाई किताबको भारी। एउटै हो, जे बोके पनि भारी बोक्नु पर्ने हो क्यारे। बल्ल सहरी भएर निहरूको जब त्यति लुगा दिनुलाई दिनभरि लाग्छ। मलाई थाहा छ नि, काम गर्न अल्छी लागेर। को पो अल्छी? आफू चाहिँ घरमा बसेर हामीलाई लुगा धुन पठाउँछ। के रे, म यत्तिकै बसेको छ, बिरामी मान्छे हेरेर बसेको देखेन? यति जाब हेर्न त हामीले पनि सकिहाल्छ नि। तँ बढी भए हो। कति झगडा गर्न सक्छ यो दुईजना? दुवैजना एउटै अल्छीहरू। यो जम्मै लुगा मैले धोएको, यो त खोलामा माछा मारेर बसिरहेको थियो। कति नै त्यसले धोएको जस्तो कुरा गर्छ। मैले बिहान पानी ल्याएँ नि त, अझै पाखामा गएर बाख्रा पनि चलाएर आयो। तैँले मात्रै काम गरेको छ र म पनि बिहान उठेर आमासँग गाजर उखाल्न गएको हो नि। कति के लुगा धोएको जस्तो गरेको थियो, के गरेको जस्तो कुरौटी। चुप लाएर बस कलजोडहरू। अहिले मैले भुत लगाइदिन्छु कालीहरूलाई। अनि त चाहिँ कति नै गोरी जस्तो, हिउँ परी जस्तो। तिमीहरू भन्दा त गोरी नै छु नि। ल भन त मनमाया, हामी 3 मध्ये कुन चाहिँ गोरी छ? खोइ, तिनैजना एउटै जस्तो लाग्छ। पढ्ने उमेरमा सबैजना कामको लागि झगडा गर्दैछ। खै त्यो बाल अधिकार भनेको कहिले आउने हो? म त खेल्न गएँ। पख न पख, म पनि जान्छु। के रे, बाख्रा हेर्नु जा त, अहिले आमाले मारोस् न। त्यसलाई भन्न, म त गएँ, आइज मनमा। म चाहिँ जान्न, अघि त्यत्रो लुगा धोएर आएको, बरु दिदी आफै छ, म पनि जान्छु। यिनीहरूले मलाई हेपेको हो। यिनीहरूलाई 2 3 भन सरस्वती आउट आउट। अब बाँकी भएकोले भाले जुत्ता खेल्ने हुन्छ? ल अब सुरु। बितिस आउट आउट आउट, बितिस आउट, त्यहाँ गएर बस्ने। अब बाँकी भएकोले चुङ खेल्ने, जसले थोरै लाउँछ त्यो आउट। मेरो 5 ल मलाई पाली। बिना कना बिना तँ आउट भयो, तँ पनि आएर बस् त। अब तिमीहरू 3 जना मिलेर मलाई बोक्ने हुन्छ? हुन्छ। पाल म उठ्छु। देखि यसरी बोक्ने। अब ल मनमा पाली। देखिस् कला, अब तेरो पालो। म बोकिहाल्छु नि। बोक्नै सकेन। मनमाया र रवि बाँकी बस्यो। अब तिनीहरूले 3-3टा गेम खेल्नुपर्छ। जसले जित्छ त्यसलाई यो छाकल दिन्छु र जसले हार्छ त्यसले 10 चोटि उपवास गर्नुपर्छ। हुन्छ? हुन्छ। मनमाया 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 मनमाया। अब यो गेम मनमायाले जित्यो। अब अर्को गेम खेलाउँछु, गाउँ खाने कथा। जसले अगाडि उत्तर भन्छ त्यसले जित्छ। हुन्छ? हुन्छ। ल अब सुन, हावाको गोली, छाला टोप, भुइँतिर हान्दा नाकतिर छोपियो भने के हो? अब दुवैजना पाल पाल राष्ट्रिय गीत गाउने। जसले सक्दैन त्यसले हार्छ।
सय ठुङ्गा फुलका हामी एउटै माला नेपाली सर्वभम्ब फैलिएका मेची महाकाली प्रकृतिका कोटि कोटि सम्पदाको आचल वीरहरूका रगतले स्वतन्त्र र अटल ज्ञान भूमि शान्ति भूमि तरे पहाडी हिमाल अखण्ड प्यारो हाम्रो मातृभूमि नेपाल भाउ जाति भात धर्म संस्कृति छन् विशाल अग्रज्ञानी राष्ट्र हाम्रो जय जय नेपाल। मनमाया तैँले चाहिँ किन नगएको? मलाई आउँदैन, छुक्का तिजा पनि आउँदैन। त्यो स्कुल कहाँ भयो पो त्यसलाई थाहा हुनु। सबै गेम जित्यो है, त्यो एउटाले गर्दाखेरि हार्नु पर्यो। हामी पनि स्कुल जानु पायो भए तैँले जित्यो है। ला रवि थाकल अब मनमाया तैँले उपस्थ गर्ने। नमस्ते भाउजू। नमस्ते मिस, आउनु न बस्नु। कति कामले पाल्नु भयो होला खै कुनी? खासै त केही होइन, अस्ति तपाईँको छोराको कपीमा हेर्दा यस्तो लेखिएको पाइयो। खै आफूले पढ्न जान्दैन, कालो अक्षर भैँसी बराबर। नेपालीहरूको यही बानी त नराम्रो, जहाँ गए पनि एउटै कुरा सुन्छु, कालो अक्षर भैँसी बराबर। होइन, तपाईँहरू कहिलेसम्म अक्षरलाई भैँसीसँग दाँच्नुहुन्छ? त्यही कालो अक्षरले संसारलाई कति परिवर्तन गरिसक्यो। यदि त्यो कालो अक्षरलाई चिन्नुहुन्न भने चिन्ने कोसिस त गर्नुहोस्। होइन, मेरो छोराले के लेख्यो र मिस? यो कपीमा के लेखेको छ भने ल सुन्नुहोस्। मलाई पनि पढ्न मन छ, मलाई पनि पाठशाला जान मन छ, किताब बोक्न मन छ, मलाई पनि मेरो बाल अधिकार चाहिन्छ। मेरो नाम मनमाया हो। ए भाइको कपीमा त्यो नक्चरी पो चाहिँदो नचाहिँदो लेखाएको छ, पक्क भरे त आओस्। तपाईँ किन व्यर्थमा मनमायालाई गाली गर्नुहुन्छ? उसले नचाहिने काम त गरेको होइन नि, उसले पनि पढ्न पाउने आफ्नो बाल अधिकार छ नि। मेरो कुरा ध्यान दिएर सुन्नुहोस्, अहिलेको जमानामा पढाइको एकदमै आवश्यकता छ। त्यसमाथि झन् पिछडिएका गरिब बालबालिकाहरूलाई त शिक्षाको नितान्त आवश्यक छ। तपाईँको छोरी मनमायालाई पनि पढ्न पाउने अधिकार छ। कसैको बच्चाले त पढ्न रहरै गर्दैनन्, तर मनमायालाई त एकदमै पढ्न मन छ। हेर्नुहोस्, ऊ स्कुल नगएर पनि यति राम्रो लेख्न जान्यो, यो एकदम राम्रो कुरा हो। मनमायालाई स्कुल पठाउनुहोस्, उसको भविष्य उज्जवल बनाइदिनुहोस्, यो सबै तपाईँको हातमा छ। खोइ नानी, तपाईँको कुरा आधी बुझ्यो आधी बुझेन। फेरि त्यो छोरीलाई स्कुल पढाएर घरमा कसले काम गर्ने? त्यो छोरी मान्छे अर्का घर जाने जात हो, पढाएर नि के फाइदा? खै हाम्रो देशको विडम्बना भनौँ कि के भनौँ, हाम्रो देश अहिलेसम्म यही कुरामा अल्झिरहेको छ। छोराछोरीको भेदभाव, घरको काम, गरिबी। यदि यस्तै हो भने छोरालाई पनि विद्यालय नपठाएर घरको काममा लगाउनुहोस्, मान्नुहुन्छ? यस्तो कहाँ हुन्छ, बिचरा सानै छ। हो, मनमाया पनि सानै छे, बच्चै छे। हेर्नुहोस् भाउजू, बालबालिकाको भविष्य उज्जवल बनाउनमा उसको आमा बा र परिवारको ठुलो हात हुन्छ। अभिभावकले जे बोल्छ, जस्तो व्यवहार गर्छ, बालबालिकाले त्यस्तै सिक्छ। तपाईँलाई थाहा छ, ट्युसनमा सबभन्दा पढ्न नजाने तपाईँको छोरा हो, किनकि उसलाई घरमा सिकाउने पनि कोही छैन। कमसेकम घरमा कोही सिकाउने भए पो उनीहरूलाई सजिलो पर्छ। त्यसैले भन्छु, मनमायालाई पनि स्कुल पठाउनुहोस्। र अर्को कुरा, तपाईँ पनि समय निकालेर पढ्न जानुहोस्। अहिलेको जमानामा अशिक्षित मान्छे भनेको पशुभन्दा पनि खत्तम प्राणी हो। मिसको कुरा त सही हो, तर त्यसलाई स्कुल पठायो भने झन् मलाई गाह्रो हुन्छ, झन् दुःख थपिन्छ। अलिकति दुःख थपेर केही हुन्न नि भाउजू। अब त निर्जीव भएर बाँच्न छोडौँ, मान्छेको जुनी लिएर बाँचौँ। सोच्नुहोस् भाउजू, धेरै सोच्नुहोस्। तपाईँको छोरीको आत्मा रोइरहेको छ, अँध्यारोमा अल्मलिरहेको छ। उसलाई बाटो देखाउनुहोस्, उज्यालोतिर हिँड्न मद्दत गर्नुहोस्। ए ढिला भइसकेको छ, लाग्छु भाउजू आजलाई। मिस चिया त लिएर जानुहोस्। आजलाई हतार छ, पछि भाउजू? पछि कहिले कहिले, बल्ल बल्ल हाम्रो घरमा आउनु भएको छ। यदि तपाईँले मनमायालाई स्कुल पठाउनु भयो भने म तपाईँको घरमा खाना खान आउनेछु, मेरो बाचा भयो। ल त अहिलेलाई लाग्छु, नमस्ते हजुर। के हो, किन रोएको? बाले कुट्यो। किन? आमाले स्कुल जा भनेर गएको,
बिच बाटोमा बाले पिटेर ल्याएको। स्कुल जानै पर्दैन भन्छ। तेरो बाउ के भएको? राति सुत्ने बेला जुङ्गा पोल्दैन अनि थाहा पाउँछ। म त छोरी मान्छे रे स्कुल पठाएन, त छोरा मान्छे किन नपठाएको? खै के थाहा, पढेर केही हुँदैन रे। बढु पढ्नु सक्छ त 10 रुपियाँ त मात्र जा भन्छ। ओइ, त्यो महेन्द्र सरको घरमा काम गर्ने केटा होइन? हो नि त, त्यो बौवा त हो नि। त्यसको नाम बबुवा हो नि त। फेरि महेन्द्र सरको बुढीले कुटे जस्तै छ, गएर सोधौँ न। के भो, किन रोएको? तिम्रो घर कहाँ? जनकपुर। घरमा आमा बा कोही छैन? छ। अनि आमा बासँग घरमा नबसेर यहाँ किन आएको त? यहाँ तिमीलाई कति काम हराउँछ, अझ कुट्छ पनि होइन त्यो महेन्द्र सरको बुढीले। त्यो मेरो फुपू हो। फुपू? मेरो बा आमासँग पैसा नभएकोले मलाई पाल्छु र पढाउँछु भनेर ल्याएको। यहाँकोदेखि काम मात्र हराउँछ, स्कुल पनि भर्ना गरेको छैन। घर त भने जानै दिँदैन। कस्तो नेप्रेको आइमाई। अनि तिमीलाई के काम हराउँछ? सबै काम। बिहान उठेदेखि बच्चाको टालो धुन लगाउँछ, भाँडा माझ्न लगाउँछ। फुपूले भनेको मानेन कि चप्पलले हिर्काउँछ। आज पनि तरकारी डढ्यो भनेर मलाई सिस्नुले हिर्काएको। कस्तो घर जानु मन लाग्यो, आमालाई हेर्नु मन लाग्यो। यो हेर त, बाल अधिकार। त्यो भनेको के हो? विकास दाइले भनेको त बाल अधिकार भनेको हामी जस्तो सानो सानो बच्चाहरूले पढ्न पाउने अधिकार हो रे। कति ठाउँमा त हामी जस्तो सानो सानो बच्चाहरूलाई पढ्न दिएन भने, काम गर्न राख्यो भने पुलिसले समात्छ रे। हो र? खै त हाम्रो गाउँमा त्यस्तो भएको। त्यो चाहिँ बाल अधिकार हाम्रो गाउँमा कहिले आउँछ रे? खै के थाहा। यहाँ पनि त्यो चिज आयो भने सुरुमा मेरो फुप्पूलाई समाज लगाउनु पर्छ। छोड्दै त्यस्ता कुराहरू, हामी मरेपछि आउँछ होला। बरु ऊ त्यो आकाशमा हेर्न, हामी पनि चरा जस्तै उड्न पाए क्या मजा आउँथ्यो होला अघि। आमाको न्यानो काख स्वर्ग झै सुन्दर, हेर्दछु हाँस्दै रुँदै एकाख हाम्रो संसार। आमाको न्यानो हातले जब शिरमा छुन्छ, सबै थोक बिर्सेर निदाउने गर्छु। यति राति नसुतेर के गरेको? के होइन, लुगा सिलाइरहेको। तँलाई यस्तो पढ्न रहर लाग्छ? हजुर, के भन्नुभएको? म नै अन्ध थिएँ, सबै कुरा देखेर पनि नदेखे झै गर्थे। आमा के भन्नुभएको? मैले त केही कुरा बुझिनँ। केही होइन, बरु एउटा कुरा भन् त। तँलाई आमा देखेर कतिखेर रिस उठ्छ? किन? भन्न। साँच्चै भन। साँच्चै भन। म पढ्छु भन्दा पढ्न जान नदिँदाखेरि त्यतिखेर छ नि तपाईँ मेरो सबैभन्दा ठुलो शत्रु जस्तो लाग्छ। शत्रु नै हो। संसारका आमा बुबा सबै शत्रु हो, जसले आफ्नो छोरा छोरीलाई स्कुल पढाउन पठाउँदैन। बल्ल पो अनि बुझ्यो। छोरी, यो वर्ष यस्तै भइहाल्यो, अर्को वर्ष भर्ना हालिदिन्छु स्कुल जान। साँच्चै? हो छोरी, अर्को वर्षदेखि तँलाई जसरी भए पनि पढाउँछु। त राम्ररी पढ्छस् त? भर्ना त गरिदिनु। झन् मैले पहिल्यैदेखि भनेको मलाई कस्तो स्कुल पढ्न जान मन लागिरहेछ। अनि आमा, म स्कुल गएमा घरको काम चाहिँ कसले गर्छ? त्यसको पिर नगर, जे पर्छ टर्छ। फेरि पछि गएर हुँदैन भन्न पाउँदैन नि। अब मैले कहिले पनि त्यस्तो हुन्न भन्ने छैन। छिटो सुत, रात छिप्पिसक्यो। हुन्छ। तिमी कहाँको
काको काको सत्यनारायण पूजामा भेट भएको जय फुलको भक्तन नबोलेले हाँसिराखन जय फुलको भक्तन नबोलेले हाँसिराखन। मनमा तेरो मामाको छोरा हुन्थ्यो? हो नि त, बले दाइ पनि रहेछ। कहाँ जानु लाग्यो होला? यार भाइ सहरमा त कस्तो रमाइलो हुन्छ, पैसा पनि कमाइन्छ, अरूले भनेको पनि राम्रो मान्नुपर्छ, काम राम्रोसित गर्नुपर्छ है भाइ है। ओए अर्जुन, कहाँ जानु लागेको? कहाँ नि सहर जानुला, सहरमा गएर काम गर्नु लाग्यो। तिमीहरू जस्तो यस्तो फोहोर काम गर्ने हो? घरमा सोधेर आएको हो त? मामाजीले पठाएको हो त? नसोधिकन अरूको छोरालाई त्यत्तिकै लान्छ क्या। जमिन छोड हाम्रो बाटो। अब कहिले आउँछ होला है तिनीहरू सहरबाट? ओए अर्जुन, त सहरबाट कहिले फर्किने? पैसा धेरै कमाएपछि फर्किने हो। सिमसिमे पानीमा झर्ने बेमान गर्छ कि जिन्दगानी। छ महिना अघि भनेको बल्ल पो ल्याएछ। कहाँ सोझी पनि गाउँतिर काम गर्ने फुच्चरै पाउन गाह्रो छ। सानै रहेछ, अलि ठुलो मान्छे ल्याउनु भनेको। आजकल बच्चाहरूलाई काम लाउनै गाह्रो छ। सानो बच्चालाई कामलाई कानुन लाग्छ भन्छ, के गर्नु। सहरमा काम गर्ने मान्छे पाउनै गाह्रो। गाउँमा पनि त्यही त हो नि, पहिला जस्तो छैन। सबैले बाल अधिकार र बाल शिक्षा भनेर पढ्न पठाउँछ। यो केटालाई पनि बल्ल तल्ल खोजेर लिएर आएको। ल तिम्रो ज्याला सक्छौ भने अरू 4-5 जना खोजेर लिएर आऊ। हुन्छ साउजी, महिना मर्ने बित्तिकै यसको तलब चाहिँ दिनुपर्छ है। फेरि घरमा आमाबाले किचिज गर्छ, पैसा देख्यो भने कमसेकम चुप त बस्छ। त्यो त भइहाल्छ नि, त्यसको पिरा नगर न। ल त त्यसो भए म जान्छु। बाबु, तिमीलाई काम गर्ने ठाउँ यही हो, राम्रोसित काम गर ल। हस् दाइ। तिमीलाई बेला बेलामा हेर्न आउँछु। शान्ते, ए शान्ते। ल नयाँ कामन केटा आएको छ, उसलाई खाजा खान दिनु। भोलिदेखि मात्रै काम लानु है। हस् आइजे। तेरो नाम के हो? अर्जुन। कति वर्ष भयो? 10 वर्ष। खाली बच्चाहरू पनि ल्याउँछ, यसले पनि के नै काम गर्लान्। ल हिँड। देखिस् भने नभन्दा साले यहाँ काम गर्न आएपछि सकिँदैन भनेर पार पाउँछ। अब दिनमा यत्तिकै बस। अब चाहिँ के हेरेर बसेको? भित्र मुन्टे। आजदेखि तेरो कोठा यही हो, यहीँ बस्ने। आज पहिलो दिन भएले आराम गर, भोलिदेखि काम गर्नुपर्छ। तिम्रो खाना खाऊ। नआएको हो। नाम? अर्जुन। तिम्रो नि? मनिमा। यहाँको कति भयो? खै गन्नै आउँदैन, कति भयो। अनि तिमीलाई अघि किन त्यहाँ बाँधेर राखेको? यहाँ त यस्तै हो, अलिकति भनेको माया निकै यस्तै गर्छ। खचट। ऊ श्याम दाई हो, यहाँ काम गरेको धेरै भइसक्यो। यो श्याम दाई र दाईको साथी गोर्खे दाई यहाँबाट भाग्न खोजेको थियो। गोर्खे दाई त्यही भागेछ, श्याम दाईलाई चाहिँ समातेछ। त्यसै भएर सौजीले मर्नेसम्म गयो जस्तो छ। किन भाग्न खोजेको त? काम गाह्रो भएर। के कामहरू आउँछ र यहाँ? सौको बजारमा होटेल छ कि, त्यो होटेलको ठुलो ठुलो डङ्गुर भाडा मात्न लगाउँछ, लुगा धुन लगाउँछ। बिहानदेखि बेलुकीसम्म हेर न काम गरेर मेरो हात। त्यस्तो गाह्रो हुन्छ र? कहिलेकाहीँ त मरौँ जस्तो हुन्छ। जाडोमा त झन् हातै चलाउन सक्दैन, खाना पनि राम्रो दिँदैन। त्यसै भएर त श्याम दाई भाग्न खोजेको थियो। घरमा आमा बुवालाई भने पनि हुन्थ्यो नि त, किन चुप लागेर बसेको त? घर ढोकामा त निस्कन दिँदैनौ। हामी बाहिर नघुमेको कति भइसक्यो। झन् श्याम दाई त 2 वर्ष भरे यहीँ भित्र मात्र काम गरेर बसेको। त्यसो भए बले दाइले झुटो बोलेको? को बले दाई?
मलाई यहाँ ल्याउने मान्छे त्यो दाइले भनेको काम पनि सजिलो छ अरे अनि स्कुल पनि पढाइदिन्छ अरे। कसको बाउको स्कुल? त्यही लुगा धुन र भाँडा माझ्ने स्कुल? चुप कट गराएको, भोलि काम गर्नु पर्दैन? ल ल ल छिटो काम गर्ने बेला भयो, छिटो। साले कुकुरको छोरा, छिटो भने सुन्दैन? कस्तो अटेरको रहेछ त। श्याम, ओ श्याम। हजुर। एक जग चिज पान ल्या त। चाखिस मजा पैसा दिन भएर यति मात्र हो। छिटो गरेर काम गर्न आइज। श्याम यसलाई लिएर चाहिँ छिटो छिटो, यहाँ रहेर के हुनेवाला छैन। तैँले गर्दा मैले पनि पिठा खानु पर्छ। छिटो उठ। के हो बिहानदेखि गरे काम यति हो? सन्ते, ए सन्ते। हजुर। के हो पारा, बिहानदेखि गरे काम यति हो? यो पुच्ची के भएको? काम गरेर खेलेको? यस्तै पारा हो भने त महिनामरि तल पाउँदैन नि। साले खाते, तैँले गर्दा मैले गाली खानु पर्यो। के लैस गरी हात चलाएको? अलि छिटो हात चला त। भाँडो सबै मार्ने अनि भित्र लु सबै धुने, नत्र खान पाउँदैन, बुझिस्? के अरे घुरेर अहिले आँगसँग निकालिदिन्छु। ज्वरो आएको छ यसलाई। अर्जुन अर्जुन। साले खाते फेरि पनि उठेन नि यो। अर्जुनलाई ज्वरो आएको छ। साले सङ परेको यसले फेरि पनि पानी ल्याएर खुवाइदिउ। साँच्चै बिरामी भएको छ, रातभरि सुतेको छैन। तँ किन बाटो तँलाई सोधेछ? हिजो पनि त्यो भने सबै लुखो धोएन छ होइन? त्यो भएर त यसलाई त म उठाउँछु। साले सङ पारेको ठिक काम गर्नु पर्दैन। ठिक अर्जुन अर्जुन सन्दै अर्जुनलाई के भयो? के भयो? साले भनेको मानस आटातिर हात साले खाते घरमा इच्छा खान नपाउने यहाँ आएर खाइ मात्र आएको। ल खा भनेको नमाने त घर जाने यहाँ काम नगर्ने। तेरो बाउलाई महिना पछि पैसा पठाएको थियो अझै मुख लाग्ने। अब त तपाईँ नमाइ खाने। स्वर्ग झैँ सुन्दर खेल्दछु हाँस्दै रुँदै एकाख हाम्रो संसार
आमाको न्यानो हातले जब शिरमा छुन्छ सबै थोक बिर्सेर निदाउने गर्छु म निदाउने गर्छु। कस्तो भोक लाग्यो। घरमा भावे आमाले मकै बनास फुटेर दिन्थ्यो। ला पानी खा, पानी खायो भने पेट आउँछ। बाबा बाबा छ्या कस्तो गनाएको, कस्तो पोहोर ठाउँ। त्यो को साउको छोरा राहु कस्तो मातेको छ त्यो। ओइ तैँले मेरो बात दिएन? थाहा छैन। यो नयाँ केटा क्या हो? म सन्चो हो, नमस्ते गर। काम गरेर बेला बच्चा नजिस्काउ न। ओइ खाते त। जे पाइदिएन भने ओइ निहुछ तैँले? आयो। के हेरेको? के हेरेको? तैँले पक्का निहुछ नि त पक्का। है तपाईँ ल्याएको यो गिलास कसले फुटायो? ओइ यसले साले खाते राँचो गर्नु सक्नुहोस्। 13 रुपियाँ कमाइरहेको छु मैले यो महिनामा त 5 गिलास फुटाइसक्यो। साले खाते छोरो नि मलाई नत्र यसले हानिदिन्छु। है त बोलास के हो? त्यो सानो बच्चालाई कुट्दा माया लाग्दैन? न राम्रो सुत्नु दिन्छ, न खान दिन्छ, न घर जान दिन्छ। के हामी गइदियो? ओइ तँ चुप लाग त। चुप लाग्दैन। पख न, म बाहिर मात्र निस्किनु पाओस् न। पुलिसलाई भनेर तिमीहरू समात लाउँछु। यति सानो बच्चा छ, मन छैन तिमीहरूको? यो त हुँदा हुँदा मुखु लान थालेछ। सन्ते यसलाई पठाउने नि त। आज यसको हात पुरै नमाइ छोडिदिनु। के भयो के भयो के भयो के भयो बाबु छ? सन्ते हाल त। त्यसको छोरा लड्दाखेरि चाहिँ मन पोल्दो रहेछ नि। अर्काको छोराको चाहिँ ज्यान हान्ने जस्तो गर्छ। मर्दाखेरि त्यो किरा परेर मरेको नि। दाइ यहाँबाट भागेर जाउँ न हामी, यहाँ नबसौँ ल। पानीले आँखा सन्कै सानीले ह्याप्पी न्यु इयर ह्याप्पी न्यु इयर ह्याप्पी न्यु इयर भन्ने थाहा छ तिमीहरूलाई? के थाहा यो अनपढ पाखियाहरूलाई? पढ्ने बेला गुच्चे खेल्दै ए होइन होइन, पढ्ने बेला यहाँ काम गर्दा ठिक्क। तिमीहरूको आमा त खत्तमै हो, बच्चाहरूलाई पढ्न नपठाएर काम गर्न पठाउने खातेहरू। फुर्ती चर्को। लाँदै दुधको तत्त्व त लाग्छ, अब कसरी भाग्ने? पक्का साँझ त्यही आउँछ। रस्काएर ढिलो दो त्यसको ठाउँमा।
यहाँबाट एक्लै घर जान सक्छ? सक्छ। अब घर गएर स्कुल जान्छु भन्, बाउले मारे पनि पिट्यो नि पढ्छु भन्। हाम्रो अधिकारको लागि अरू नलडे पनि हामी आफै लड्नुपर्छ। सानो छ भनेर चुप नबस्, लजा है। तपाईँ चाहिँ कहाँ जाने त? मेरो त यस्तै छ, घरमा बरौज खाएर कुट्या गरेर म त जहाँ पुग्छु त्यहीँ जाने। ल गयो है। हेर भाइ, सहरमा त कस्तो रमाइलो हुन्छ, राम्रो राम्रो खाना पाइन्छ, भनेको जस्तै रहनु पाउँछ, नयाँ नयाँ ठाउँमा घुम्न लान्छ। अनि उनीहरूले भने काम मान्नुपर्छ। हेर भाइ, उनीहरूसँग मुखै लाग्नु हुँदैन। त्यसपछि हेर तिमीलाई कति माया गर्छ उनीहरूले। विदेशै जाउँला, धन कमाइलाउँला, आयामी गराउँला, घरमा टन्न पैसा। यस्तै छ हाम्रो समाज। कसैका छोराछोरी बर्गर पिज्जाको मजा लिएर बाँचेका छन् भने कसैका छोराछोरी ढेँडोको मामरीको पनि अभाव भोगिरहेका छन्। कसैका छोराछोरी महँगा अङ्ग्रेजी स्कुलमा सुविधा सम्पन्न भई पढिरहेका छन् भने कसैका छोराछोरीले कापी कलम समेत देख्न पाएका छैनन्। दोष कसको हो? धनी, गरिब, अभिभावक, सरकार, सबैले सोच्नुपर्ने अत्यन्तै गम्भीर समस्या हो यो। एका देशको कथा यो कुनै एउटा गाउँमा बसिन् एउटी सानी सानी परी। अशिक्षाको श्रापले अज्ञानताको अन्धकारमा रुँदै बसेकी उनी बिचरी तैपनि आँखामा एउटा झिनो आँसु उसलाई बचाउन कोही आउँछ भने दुवै हात जोडेर प्रार्थना गर्छिन् मुक्त होस् शिक्षाको श्रापबाट। न्यानो काखमा मिठो सपना सजाउने गर्छु सबै थोक बिर्सेर निदाउने गर्छु म निदाउने गर्छु।